हामी हल्का माछा मार्न जाँदैछ हो 27 माइलमा तल टिस्टा खोलामा हो अहिले चाहिँ हामी आधी बाटो आइपुग्यो सन्तरमुनि छ हो केटाहरू चाहिँ अगाडि गइसकेको छ हामी चाहिँ पछाडि पछाडि छ हो यहाँ चाहिँ अब दाउरा खोजा हुँदैछ हो यो त दाउराले भात पाक्छ भन्नुपर्छ नि क्या हो रहा है हो इधर में बोलिए तो क्या हो रहा है इधर में आज हिरो त तिमी हो नि त 10-8 भएपछि सानो दिइहाल्नु पऱ्यो नि माछा पऱ्यो नि ओ गाँठो परेर बोरिङ भइरहेको छ नि ओ 2.5 किलोको मात्रै निकाल्नु भनेको यो चाहिँ खास के बनाएको यो चाहिँ हो छोडु क्या है ए बल्छी ए अहिले चाहिँ भने हामी खोला चाहिँ आइपुग्यो हो यहाँ मुनिपट्टि छ खोला चाहिँ होइन अब खोलापट्टि गयो हुँदैछ खोला चाहिँ यो हो माछा मार्न आएको खोला चाहिँ हो खोला त निकै ठुलो देख्दैछ हो माछा चाहिँ सकी छैन यहाँनिर अन्त अहिले चाहिँ यहाँनिर चाहिँ म पर्खिरहेको छु स्कुटी हो बाटो चाहिँ अलिक अप्ठ्यारो रहेछ यहाँनिर होइन त्यो भएर चाहिँ म चाहिँ यहाँ पर्खिरहेको छु आधी केटाहरू चाहिँ अगाडि गइसक्यो ल अब चाहिँ यहाँनिर माछा मार्नु लागि बल्छीहरू हाल्दैछ हो अब हामी चाहिँ कुकिङ पार्टी हो हल्का खानासाना बनाउनु पर्छ यहाँ राख न अहिले चाहिँ यहाँनिर माछा मार्नु लागि चाहिँ केटाहरूले बल्छीहरू हाल्दैछ हो माटो माटो दल्नुपर्छ माटो माम्स घन्टा त्यो चाहिँ त्यसमै हो आहा घन्टा युजेन्द्र ल्याउनु भुल्दैछ नि त घन्टा प्लेटमा छ चिया खोइ केटाहरूको च्यारङ फेरि सरी हो चिनी लाग्यो यस्तो हो नि त चिया खुवाइ चाहिँ ओ माछावाला भाइ ओइ आयो माछा आयो माछा आयो माछा आयो ओइ के हो घन्टा गडेला हो घन्टा के ओ माछा आयो माछा माछा बुझ्नु नपर्छ अरे 10वटा दियो अरे हौ यसको सुप बनाएर खानुपर्छ अन्डा दियो नि हौ बुढोले ढुङ्गाले टक्क छिर्यो हो तिखो ढुङ्गाले त्यतिको सबै गरेर चाहिँ मुखमा हुँदैन भयो त्यो तिमीले अलिअलि भएको छ सबै वाइफाई बनाउनु होला के आउनै हुँदैन नि होइन भित्र अन्धर फ्याँक्नु पऱ्यो नि त होइन नि बगाउँछ है बगाउँछ है मान्छेले बगाउँला जस्तो गर्छ त अन्त डाइरेक्ट फोटो माछाको फोटो खिच्नु पर्ने
मान्छे कति गरेर ल्याएर कसरी फुटाइछु यो त यति खाना पनि हुन्छ नि बर्नी किनेको 15 हेर न छुरी नभएर कटाइ मात्रै अब त्यत्रो त डल्लो कुचाइदियो न टङ्कै टङ उयो ढुङ्गाले हो रुई नि ल्यायो कुचाइदियो भने दामी ग्रेभी पनि आउँछ भात चाहिँ अलिक चौलाउनु पर्थ्यो भात पनि छोप्नु पाएको त पाकिहाल्यो पाकिहाल्यो भने भात चाहिँ पुग्यो पुग्नु परेन नि सबै हालिदिएको अलिअलि खानु पऱ्यो अब होइन खाजा जस्तो खानु पऱ्यो सबै पकायो भात सबै हालिदिएको मैले आगो लाउनु हुँदैन अब छोप्नु पर्थ्यो हुँदैन कराइले यो सानो हुन्छ यो लो मामा चिया हो त्यो अरूको चाहिँ यहाँ खतरा सेफ छ हो कस्तो मिठो बनाइदिन्छु कि माछा चाहिँ केटाहरूले चाटुङ क्या नेक्स्ट टाइम पनि औ औ औ भन्ने हुने खालको क्या पुग्नु पनि पऱ्यो नि त त्यहाँ क्वान्टिटी माछा कति छ खाने हेरेर खाने मात्रै हेर त उहाँ देखाइदेऊ न दोली भएर त्यो त उयो मात्रै हो कास्टिन मात्रै हो खाने चाहिँ यहाँनिर हेर्नुहोस् कतिजना छ हो माछा हेर्नुहोस् अब यहाँनिर माछा च्यानल छ नि हो मान्छेको त च्यानल छ कि निङ्गुरेको मोमो निङ्गुरेकै अचार होइन हो सिस्नुको मोमोहरू खाइदिन्छ सिस्नुको मोमो सिस्नुकै माछा माछा सिद्रामा हो भनेर त माछालाई कहाँ छिद्र हो भाइ हेर न फ्रेस माछा हो खोलाको चाहिँ अहिले चाहिँ यहाँ अब माछा पाक्दैछ माछा खोलाको फ्रेस माछा हो भर्खर पारेको नाला नुन अघि हालेछ माछा सुप खानुपर्छ अब माछा चलाउनु हुँदैन रहेछ होइन यसरी अब सस्तो गर्नु भयो नि तेलमा डुबाउनु पऱ्यो नि त होइन अब त भात चाहिँ हेभी जान्छ है माछासँग ल एउटा मछली रेडी हो गया मछली कस्तो भएछ हौ भाइ कस्तो भयो दामी माछाको सुप र भात खुवाइ हुन्छ अब कस्तो हुँदो रहेछ मलाई पनि थाप्दिउँ न सेतो डाइनिङ डाइरेक्ट दिएर हाल्थ्यो हाल्न हाल्थ्यो त्यसो गर भात खुवाइ चाहिँ प्लास्टिकमा ओ सागर भाइ ओए
पानी चाहिँ अलिक हाल्नु पर्छ है पुग्छ 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 ल ल हाल के गाउँ म्यानेज गर नुन चाहिँ नहुँदो है भाइ उनीहरू चाहिँ पराइ पनि छ है एकजना पराइमै हुन्छ हो दामी गयो दामी बजाएको बजाएको के हो यो कतिजना छ ए प्लास्टिक यति झोल त दुँदैन होला नि गइहाल्छ हो आएको आयो आयो लु क्यामेराम्यान एकछिन रेस्ट एकछिन रेस्ट ओहो चुयो हो घन्टा चुयो चुयो रेडी भयो दुलो रहेछ नि अनि खुसी कराइपेछ ना आहा ल अब चाहिँ भात पकाइ हुँदैछ प्लास्टिकमा यहीँ केटाहरूले भात खाँदैछ अब चाहिँ खाना पनि खाइसक्यो अब घरपट्टि लाग्नुपर्छ खानासाना पनि खाइसक्यो अब चाहिँ घर जानुपर्ने हुन्छ छिटो अब छिटो खोलाको कि बोक्यो भने त अन्त खेलाउँछ नि होइन केही हुँदैन ढुङ्गा त के हो मासु माछा बोक्नु ए माछा थुप्रो मारेर पनि नबोक्नु अन्त त्यो त अब बोक्नुपर्छ नि राति चाहिँ बोक्नु भएन कहाँ त्यत्रो माछा फेरि कहाँ छोड्नु त अन्त सागर भाइ राति त माछा बोकेर खेद्छ भुत्ले भन्दैछ कि त्यत्रो दुःख गरेर मारेको माछा कहाँ छोड्नु भनेको नि होइन खेद्यो नि खेदोस् न कतिलो छ माछा पनि कतिलो कतिलो चलो रे चलो हाँ ल अब चाहिँ हामी पनि लाग्दिनुपर्छ ल मामा जो फलो 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 मजा आइदियो खोलामा होइन माछा पनि खाइदियो खाना पनि खाइदियो घरमा लगेर चाहिँ फ्राई गरेर खानुको सुप खाने हो घरमा लगेर चाहिँ सुपै खाइदिउँ न अन्त सुप पनि हो फ्राई पनि पुग्छ नि इनफ हो होइन कति केजी जस्तो छ हौ 10 केजी जस्तो छ 10 केजी भने जिउको एक केजी पर्छ एक केजी पर्छ एक केजी पर्छ होला हौ मान्छेको हामी 9 जना छ हो 10 केजी छैन भिडियो चाहिँ केटाहरूले फ्राई गऱ्यो फ्राई गयो होइन सुप बनायो भने सुप बनाऊ ग्रेभी बनायो भने करी बनायो भने करीको बनाऊ होइन कुकिङ गराइले चाहिँ भिडियो खिच्नु पाएन नि त माछा पक्रेको अन्त 10 केजी भेट्थ्यो अलिकति ढिलो आयो तर हामी नि छिटो आउनु भने त 20 केजी जस्तो पक्रिँदैछ साह्रै ढिलो भयो नि त 12 बजी त कफेरबाट हिँडेको